हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ रुपथल जाने भनेर यसो निस्किन थालेको होइन। अनि घरबाट ठ्याक्क निस्क्यौँ यति बेला चाहिँ अनि गयौँ ठ्याक्क यो चाहिँ हाम्रो घर अगाडिको बाटो भयो। अब यहाँबाट चाहिँ लगभग लाग्छ होला 10-12 मिनट जति लाग्छ होला। जाने प्लान त खासमा हाम्रो वहाँ बेगनासताल थियो होइन, तर आज हामी चाहिँ गइयो हिँड्दै प्लान चेन्ज भएर रुपथल गइयो। यो चाहिँ हाम्रो घर नजिकैको चोक भयो, माइलपाटनको मेन चोक। त्यसपछि तल झरिन्छ। अब यहाँदेखि चाहिँ हामीलाई चाहिँ लगभग लाग्छ होला 5 मिनट त होइन 3-4 मिनट जति राजचोत्र जानलाई। अनि यहाँबाट ओह्रालो बाटो लास्टै खतम छ होइन। यस्तो बाटो छ। फेरि यहाँ चाहिँ अगाडिबाट कहाँबाट त्यो एउटा टिप्पर आइलाग्छ क्या। अलि अगाडि गएपछि यहाँ त होइन वहाँ देखिरहेको छ नि त। त्यसको पछि गइन्छ। यो बाटो यति खतम छ नि लास्टै खतम छ क्या। त्यहाँ बाइकहरू त बरु झ्यापै किन होला, स्कुटरहरू त ल्यारै लड्केला जस्तो हुन्छ। अनि हामीले चाहिँ यसलाई ओभरटेक नहानिकन यसकै पछि गयौँ। के ओभरटेक हान्नु छ र भन्दै बिस्तारै गफ गर्दै गयौँ। बाटो चाहिँ हेर्न सक्नुहुन्छ लास्टै खतम छ। अनि हामी चाहिँ बिस्तारै गयौँ। एक गाडीको धुलो खाँदै गयो। हाम्रो पुल आउन लाग्यो, तालखोलाको पुल। अब पुलभन्दा उतापट्टि एकदम माछा मार्छन् कि टिप थापेर। हजुरको 5-6 किलो 10-12 किलोको माछाहरू पारिराखेका थिए अलि अस्तिसम्म, अहिले त छैन। अब यहाँबाट चाहिँ अलिकति उकालो आउँछ। यहाँ बाटोको गति यस्तो छ। यो वडा नम्बर 32 को पोखरा माइलपाटन, वडा नम्बर 32 को यो 7 माइल नपुगिन्जेलसम्मको बाटो यस्तै छ। खत्तम भन्दा नि खत्तमै छ क्या। अनि हामी चाहिँ यसरी जान्छौँ। यो गाडीलाई चाहिँ ओभरटेक गरे छैन हामीले अझै पनि आनन्दले हामी आफ्नै तालमा गफ गर्दै हिँडिरहौँ। त्यही हो। अब हामी चाहिँ ठ्याक्क रुपथल जाने भनेर निस्क्यौँ। रुपथल चाहिँ गइन्छ आज म र मेरो भाइ करुण भन्ने हो। ऊ चाहिँ बुटुलदेखि आएको थियो होइन। यो चाहिँ उकालो छ। यहाँ चाहिँ मस्त हिँड्यो बिस्तारै गयौँ। अनि घुम्ती अनि मैले ओभरटेक गर्दिनँ किनभने मैले बिस्तारै चलाइरहेको। स्पिड नि के कहाँ जानु हतार छ र भन्दै बिस्तारै चलाइरहेको थिएँ। अनि मैले साइड लाइट निभाउनु बिर्सिरहेछु। हुँमा घरदेखि त अहिले बल्ल आएर निभाएँ साइड लाइट चाहिँ। यहाँनिर चाहिँ ठ्याक्कै हाम्रो पुलिस स्टेसन छ राजचोत्राको। अब हामी चाहिँ ठ्याक्क राजचोत्रा स्टार्ट भयो होइन। यहाँ चाहिँ ठ्याक्कै यो जुन लेफ्ट साइडमा छ त्यो चाहिँ पुलिस स्टेसन हो। हामी चाहिँ बिस्तारै धुलो खाँदै जान्छौँ उहीँसम्म। अनि अलि अगाडि गएपछि चाहिँ बल्ल यसलाई ओभरटेक गर्छौँ। अनि यो चाहिँ घुम्ती हानी कस्तो बाटो साङ्गो रह तलपट्टि यस्तो भिड छ यहीँनिर। तर के गर्नु बाटो भएकै यो, अरू छँदै छैन। यही बाटोमा गइन्छ। अनि यहाँदेखि चाहिँ ठ्याक्कै राजचोत्रा बजार सुरु भयो। मलाई यो बजारदेखि त उतापट्टि त्यो स्माइल हेभेनसम्म यति हिँड्न पर्यो भने नि यति लाज लाग्छ नि यो बाटोमा। किन थाहै छैन। लास्टै लाज लाग्छ कि सबले हेरे जस्तो लाग्छ क्या। के भन्छ नि हेर्दाखेरि भने जस्तो लाग्ने कि हिँड्ने ठाउँमै। बाइकमा हिँड्दाखेरि त केही हुँदैन होइन। यस्तरी नै हिँडिन्छ। यो टिप्पर अझै पनि अगाडि छ होइन। हाम्रो भ्यूहरू उस गरिरहेको चाहिँ। अनि यो चाहिँ राजचोत्रा आयो। अब ठ्याक्कै यहाँदेखि चाहिँ राइट टर्न लियौँ भने चाहिँ हामी चाहिँ रुपथलतिर मोडिन्छौँ। तर मैले यहाँ साइड लाइट नपारी डाइरेक्ट हाल्दैछु। यहाँदेखि चाहिँ राइट निस्क्यौँ हामी। अब सडक चाहिँ हो हाम्रो जौरी चोक आयौँ ठ्याक्क। अब यहाँदेखि चाहिँ राइट लिनुपर्छ रुपथल जानको लागि। यहाँदेखि चाहिँ राइट साइड मोड्यौँ हामी। अब बिस्तारै गइन्छ। अनि ठ्याक्क त्यहाँनिर एउटा पुल आउँछ, खोला छेउको पुल। त्यसको जस्ट लेफ्ट साइडमा चाहिँ एउटा पसल छ। त्यहीँबाट चाहिँ खाजासाजा लिएर जाऊँ भन्ने कुरो छ। खाजा त के भने त्यसै चिप्सहरू लिएर जाऊँ अनि रुपथलमा बसौँ भन्ने कुरो हो। हामीले चाहिँ यहाँबाट चाहिँ खाजासाजा लिएर निस्किन थाल्यौँ। हामी चाहिँ ठ्याक्क मान्छे बित्नु भएको थियो के अरे। अनि यहाँ चाहिँ म ठ्याक्कै निस्किन थालेँ चाहिँ किन बाइक स्टार्ट भएन भनेको त मैले त यहाँ चाहिँ चाबी अनै गर्न बिर्सिरहेछु क्या। ढुक्क अनि चाबी अन गरेँ। अनि हामी चाहिँ बिस्तारै जान्छौँ।
अनि अलि अगाडि गएपछि चाहिँ ठ्याक्क अब अलि यहाँ अगाडि गएपछि चाहिँ एउटा माथि रोपकोटतिर जाने बाटो छ अनि एउटा तलपट्टि जाने बाटो छ जुन रुपतालतिर जान्छ। हामी चाहिँ तलतिर बाटोबाट रुपतालतिर निस्किँदैछौँ के अरे। यो चाहिँ लामै छ अलिकति, यो भित्ता जस्तो है, यहाँ सब धानसान लाने के अरे। अब हामी चाहिँ यो भित्ता हुँदै जाने हो, अलिक टाढै पर्छ, लगभग 3-4 मिनट लाग्छ होला त्यो तालसम्म देखिन पनि। यहाँ चाहिँ अफरोड नि छ, एकदम मजा हुन्छ होइन, जुन चाहिँ चलाउन बाइक नि त्यस्तै अफरोडमा हिँड्ने बाइक हो होइन। बिचमा खाल्डा खुल्टीमा पानी सानी जम्यो हो, अब यहाँ अफरोड नि छ, पिच बाटो भन्दा त्यस्तै बाटोमा चलाउन मजा हुन्छ के अरे बाइक त। अनि यहीँबाट हाम्रो चाहिँ रुपताल नै सुरु हुने, अनि ड्याम त्यो पानी सानी छेक्नको लागि बनाउन लाग्यो यतिखेर। रुपतालको बाटोमा पानी नजमेपछि त तालको सर्थै भएन नि त। हामी चाहिँ यहाँ चाहिँ बिस्तारै जाँदैछौँ, हामी चाहिँ रुपताल आइसक्यौँ। अब हामी चाहिँ अलि अगाडि गए हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आउन लागिसकेको छौँ। अब यहाँ चाहिँ बिस्तारै जाँदैछौँ के अरे। साइडमा मस्त तालहरू, यो यहाँ चाहिँ हाम्रो रुपतालको माछा पाइन्छ यो ठाउँमा चाहिँ। अब बिहान गएर चाहिँ माछा किन्न सकिन्छ हामीले यहाँ रुपतालको माछा भनेर चाहिँ। अब जस्ट थोरै अगाडि चाहिँ अब अलिकति अगाडि चाहिँ एउटा मन्दिर आउँछ, हामी त्यही मन्दिर तल गएर बसिन्छ होला होइन। मस्त बसेर खाजा खाइन्छ, खाजा भाइले पछाडि लिएर बस्छन्। अब चाहिँ हामी चाहिँ आउनु लाग्यौँ ठ्याक्क। अब यही हो, आज हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्म थियो। अलिकति अगाडि गएपछि चाहिँ ठ्याक्क थोरै घुम्ती जस्तो छ होला सायद, त्यही घुम्तीमा चाहिँ ठ्याक्कै छ क्या यहाँ त, यहीँ हो होइन। अब हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्म हो। अब भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। अब युट्युबलाई लाइक सेयर कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब नै गरिदिनु होला। हेर्नु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद छ।